सबैलाई स्वागत छ गाइज मेरो ब्लगमा। सो गाइज धेरै दिनपछि ब्लग आयो होला किनकि गाइज मेरो अहिले एक्जाम चल्दैछ। सो अहिले गाइज मेरो दुईटा एक्जाम चाहिँ सिकिसकेको छ। आज शनिबार हो, सन्डे चाहिँ सोसल एक्जाम छ। अहिले त्यही सोसलकै पढिरहेको थियो, खानासाना खाएर। यहाँ पनि किताब छ। सो गाइज अहिले घरमा कोही पनि हुनुहुन्न, म पनि गाउँ जानु भइसकेको छ। यत्रो घाम लागेको छ। सो गाइज म त एकछिन अब पढ्न बसेँ, अहिले त्यो आदि पनि सिद्धै छैन पढेर। सो गाइज अब एकैचोटि बेलुका भेटौँला, बेलुकातिर कतै प्लेस घुम्न जाउँला। फाइनली गाइज बेलुका भइसकेको छ। अब गाइज नास्ता पानी गरौँ, चिया खाऊँ, अनि त्यहाँपछि कहीँ बाहिर जाऊँ। कति पढिराख्नु मात्रै। अहिले चाहिँ गाइज लगभग 5 बज्न आँटिसकेको छ, त्यही पनि यत्रो घाम छ। गाइज म चाहिँ कतै घुम्न जान्छु भनेर बसे भएछु, कतै नि गएन, कस्तो झ्याउ लागिरहेको थियो। त्यसैले गाइज अहिले राति पनि भइसकेको छ। सो गाइज आजको ब्लग यही एन्ड गरौँ। सो बाई बाई।